हाम्रो के हो बडा हो के हो बडाको घर आएको छु नेपालमा यति नेपालको घर जस्तै देखिन्छ क्या हेर्नुहोस् यी पहाड यस्तो छ यहाँ रोक छ I'm a dumbass guys. पहाड हैन यो this is flat. मेरो नेपाली अझै सिक्ने बेला भएको छ but yeah बडाको घर आएको look at a typical Nepali house. This vlog will be short. साह्रै राम्रो हो भनेदेखि आपत परो पानी पर्दै परेन भने छ त्यहाँ पनि वाह नेपालको घर यस्तो हुन्छ साह्रै राम्रो लाग्यो यस्तै हो जीवन बिताउनु पर्छ सिधा थिच्नु डबल ट्याप त यो गो स्ट्रेट जता भयो भने उहाँदेखि यता नमस्ते नेपालको घरमा म टुर दिन आँटेको अहिले उता कन्टिन्यू यु डु ओके आउनु यहाँको घरहरू यस्तै हुन्छ नेपालको मलाई याद आयो त्यो भद्राकोलको घर जस्तै छ आउनुहोस् सबै देखाइदिन्छु नलड्नुहोस् हेर्नु काठहरू हेर्नुहोस् यस्तो छ दैलोहरू भनेको यस्तो छ बत्तीहरू छैन यो ती लिभिङ रुम भयो होला स्टोरेज रुम हेर्दा होइन उयो भनेको बाथरुम हो त्यो बाथरुम हो उता आउनुहोस् यता सो जुम दिन 0.5 मा हुँदैन एक्सचेन्ज रेन्ज हाल्नुहुन्छ यो ती कोठा सुत्ने खाट हो देख्नुहोस् यो त स्पेसल रह त बाल्कनी रह यसको त बाल्कनी छ इधर राम्रै छ यहाँदेखि देख्नुहुन्छ सबै दुईटा खाट दुईटा खाट यहाँ सबै पहाड पहाड हैन म मूर्ख हो गाईहरू छ त्यहाँनिर गाईहरू छ त्यो एकछिनमा देखाउँछु म हेर्नु त यस्तो छ घर यहाँ बस्ने ठाउँ दमकल यहाँ गाईहरू छ गाईहरू नेपालको कति राम्रो यी पहाड होइन यिनीहरूलाई कस्तो बाँधेछ यहाँबाट नाकबाट बाँधेर राम्रो छ नेपालको अमिलो कति मिठो रमाने खेप सो गुड दामी नाम के छ मेरो नारद हो मलाई नारद किन खाऊ पुरै गाउँ Life's not easy for everybody. Be grateful. Be happy. Bye-bye. Hello, Bande. Ini भएन फेरि अब भन्दै मलाई मागेको आमा यता पनि आमा यो इङ्ग्लिसमा चाहिँ के भन्छ होला यसलाई पहिला फोटो खिच्न गुगलमा